छु मुलाको अचारको लागि मैले यसरी मुला चाहिँ एकदम लामो लामो यसरी काटेको छु अनि यो फुल हुन्छ नि माथिको ठेडेको त्यो पनि हालेको छु अन्त उब्रेको आलु पनि यसरी हालेको छु आलुले चाहिँ राम्रो ग्रेभी हुन्छ अनि मुलालाई चाहिँ पहिल्यै मैले नुन हालेर चाहिँ निचोरेर राखेको म काँचो प्याज हालेको छु यसरी तपाईँले स्वाद अनुसार हाल्न सक्नुहुन्छ या तपाईँको आफ्नो टेस्ट अनुसार अन्त मैले मिक्सर ग्राइन्डरमा चाहिँ बदाम भुटेर घ्यारेर पारिसकेको छु अब यसलाई पनि हाल्नु होला यसमा चाहिँ तपाईँले आफ्नो स्वाद अनुसार हाल्नु सक्नुहुन्छ बदामको धुलो होइन तिलको धुलो आलसको इट्स अप टु यु तर मुलामा चाहिँ ट्रस्ट मी बदामको धुलो चाहिँ साह्रै मिठो हुन्छ है एकपल्ट ट्राई गर्नु स्वाद अनुसार निम्बुको रस तर मलाई मुलाको अचारमा निम्बुको रस ज्यादा मनपर्छ मुलाले सोच्छ नि त मजाले ग्यासमा चाहिँ बसाएर चाहिँ निम्बु तातेपछि तेल हाल्ने हो मजाले तातिसकेछ त्यसमा मेथी कालो भेजिटेबल मुलाको अचार बनाउँदा किनभने मुलामा पानी हुन्छ नि यसले पुरा सोक गर्छ त्यही भएर जति हाल्यो अलिक कम्ती नै लाग्छ टमाटर पहिला मजाले पकाउनु सक्नु टमाटरलाई पकाउनुपर्छ ताकि अचारमा चाहिँ टमाटर नदेखि बन्द गरेर कति राम्रो देख्छ है कलरफुल देख्छ नि धनियाँ हालेर मुख लडबडाएको अचार देखेर पानी आएर धनियाँ हालेँ अघि चाहिँ तातो थियो त्यही भएर चाहिँ मैले मुसेक्दिनँ अब चाहिँ मुस्दैछु चिसो भएर अनि जति सक्दो चाहिँ अचारलाई चाहिँ हातले मुस्दा चाहिँ मिठो हुन्छ है रेडी भयो है टेस्ट हुन्छ सो यस्तो डिलिसियस हुन्छ यो ट्राई गर्नु होला अनि यसरी बनाइसकेपछि नुन चाख्नु चाहिँ एकदमै नभुल्नु होला किन नुन लागेन भने चाहिँ मसलाहरूको चाहिँ अचारको चाहिँ सबै टेस्टै हुन्छ है अब मेरो चाहिँ चडक्क भइसक्यो नुनहरू दामी बनेको तपाईँले ट्राई गर्नु होला मुलाको अचार मलाई यो पुलाउको रेसिपी गर्नु छ भने प्लिज कमेन्टमा म रेसिपी हाल्छु है